Hi guys, welcome back to my YouTube channel. This is me, Krisa Sai Thakure, and you're watching my video. So as a mother, आज म र मुना चाहिँ घिम्पु इन्टरनेसनल एयरपोर्टमा जाँदैछौँ। त्यहाँ चाहिँ नेपालीहरूले होली प्रोग्राम गर्नुभएको छ। सो त्यहाँ जाँदैछौँ, मेट्रो चढेर मेट्रो पनि आउँदैछ। अहिले चाहिँ हामीले अहिले चाहिँ हामीले ट्रान्सफर लगेर अर्को स्टेसनमा आयौँ। त्यहाँदेखि अब अर्को स्टेसनमा चढेर जान्छौँ। त्यस्तै भयो गाइज, मैले स्टेसन भनेर चाहिँ अर्को मेट्रो चढेर अर्को स्टेसनमा जान्छु। घिम्पु स्टेसनमा पुग्छु। घिम्पु इन्टरनेसनल एयरपोर्टमा पुग्छ म भने। केटो हेरेको हेरे, केटो हेरेको हेरे। Hi guys. हामी चाहिँ नेपाली रेस्टुरेन्टमा आएको थियौँ अनि हामीले मोमो चटपटे खायौँ। मजा आयो। अर्काको देशमा नेपाली खाना भनेपछि हुरुक्कै हुन्छु म त। हामी त नेपाली सबै जनताहरू। साथै वासरुम गएको छ। म चाहिँ वेट गरिरहेको छु। उता अङ्कलहरू हुनुहुन्छ, मेरो साथीको अङ्कलहरू। उहाँले ल्याएर आउनु भएको हामीलाई। मलाई यो कस्तो मन पऱ्यो कि मिरर। गाइज हामीहरू पुग्यौँ यो इन्चनमा, इन्चन पार्क बिच साइडमा पुगेका छौँ। यहाँ मान्छेहरू होली खेलिराख्नु भएको छ। हामी चाहिँ यहाँ छौँ। यहाँ भइरहेछ प्रोग्राम, होली प्रोग्राम। मिलन सापकोटाज्यू आउनु भएको छ। अहिले चाहिँ हामी तल काबो दार्जिलिङ यता आएको छौँ। मुनाजी उता हुनुहुन्छ, बिना मदनको मुना। हामीहरू फेरि यहाँ साइडतिर आएको छौँ। त्यहाँ कर्नरतिर आएको छौँ। मेरो बाल उडिरहेछ, चिसो भइरहेछ। तर मैले ज्याकेट खोलिसकेँ। वेन सात समुद्र पारी तिमी गट रियल। समुद्र गाइज, सात समुद्र पारी तिमी, सात समुद्र पारी। मेरो गीत, मेरो आवाज अब के भन्नलाई के पनि छैन गाइज। हेर्नु, यही समुद्र हेर्नलाई आएको कोरिया नेपालदेखि। त्यहाँ अर्कै मान्छे, अत्रकी मान्छे छन् त्यहाँ। यस्तो चिसो भइरहेको तर पनि मैले ज्याकेट चाहिँ खोलिदिएँ। भित्र लगाउँछु, मैले लगाएको छु। अनि यस्तै छ गाई, सहर सहर सहर। हामी जसको लागि मरिहत्ते, जसको लागि यति भाग दौड गरिरहेका थियौँ, आखिर के रहेछ त त्यो देश। त्यहाँ छ त्यो बिल्डिङ बिल्डिङ। यही हो गाइस। हिरो नि बन्नु पर्यो, फोटो खिच्नु पर्यो। अरे आज पहिलोचोटि फर्स्ट टाइम फोटो खिच्नु पर्यो अरे हिरोलाई। म खिचिदिन्छु अब। क्यामराम्यान मी क्रिसा साई ठकुरी। यस्तो चिसो छ गाइस, मेरो हातै ठुडिसक्यो, पुरा रातो रातो भइसक्यो। मुनाजी एकदम फर्ममा हुनुहुन्छ। म भने पागलको जस्तो बोलिरहेको छु, तर पनि केही छैन गाइस। स्ट्रगल रियल हुन्छ एक दिन भविष्यमा। धन्यवाद गाइस। लिटरली मेरो हात कति जम्मिएछ हो, यो पुरा रातो भइसक्यो। यो मुनाको फोटो खिचेर म भर्खर आएको, मेरो हात रातो भइसक्यो। मुना यसको हात तातो छ, मेरो हात रातो छ। अहिले चाहिँ हामी वी आर डन विथ फोटोसुट। सकियो। यति राम्रो स्ट्रिट छ कि यस्तो हिँड्न पनि मजा आउँछ। हामी हिँड्दैछौँ, कार्यक्रम उता भइरहेको छ। कति राम्रो राम्रो नेपाली गीत बजिरहेको छ। मेरो फेभरेट। म नाच्दा कस्तो मन लागिरहेछ मलाई चाहिँ। त्यो भित्रबाट आइरहेछ कि एउटा नेपालीपन झल्किरहेछ मेरोमा चाहिँ। हेर मैले त्यहाँ गएर तपाईँलाई देखाउँछु ल। एकदम चिसो, मेरो हात रातो भइसक्यो। ला चिसो छ।
ठुडिसक्यो नेपाली इन कोरिया गाइस मैले पनि होली मनाएँ फाइनल्ली होली मनाएँ कस्तो कालो देखेछु कालो देखेछु नाचेर आयो मैले कोरियामा नाचे गाइस पब्लिक गाइस मलाई भल्ला होली लाग्यो बढी त धेरै बढी अहिले चाहिँ हामी होली खेलेर आइसक्यौँ अनि भित्र अङ्कलहरू पैसा निकाल्दै उसिन्छ हामी यता छौँ यसपछि हामी मेट्रो चढेर डाइरेक्ट हाम्रो ठाउँमा जान्छौँ हामी मजा आयो नाच्यौँ रमाइलो गऱ्यौँ खायौँ नेपाली खाना खायो नेपाली मान्छे भेट्यौँ द्याट्स इट गाइज अहिले चाहिँ हामी ट्रान्सफर लगेर आइसक्यौँ कति धेरै स्टेसनबाट आएको म त गाडीमै निदाएँ अनि मेरो मुखमा कलरहरू छ नि त अनि मान्छेहरू हेरेर हेरिरहेछन् कि हाँस्नु त लागेन नि तर हेरिरहेछन् के होला को अत्रङ्गी आयो भनेर हेरिरहेछन् केही छैन अब हामी ट्रान्सफर लगे यो देवगको ट्रान्सफर लगाउनलाई यति लामो छ कि अब पुरै नगर अहिले हामी ट्रान्सफर लगेर जाँदैछौँ अर्को स्टेसनमा गाह्रो चिसो छ गाइजो मलाई त मान्छे हेरेको दहन क्या फरक पऱ्यो नेपाल फेस्टिभल कलर फेस्टिभल भन्दै हिँडेको छु म त मलाई नेपालका केटाहरूले हेर्ने उमेरमा गाइज यहाँ कोरियनका मान्छेहरू हेर्दैछ नि कति राम्रो यो भनेर अब हामी एक्जिट भएर जान्छौँ कति राम्रो आइमाई हो भनेर हेरे गर्छौँ गाई हेरिराखन् के भनौँ म एउटाले हेऱ्यो अनि म हाँस्दिएँ अब रुनु छैन हेऱ्यो भनेपछि अब अहिलेसम्म हेर्दैछ अरे मुनाले हेरेको यहाँ पछाडि बस्छौँ त्यहाँ साह्रै चिसो भइसक्यो गाइज यो सब मेरो मुखमा यसरी हेरिरहेछन् कि यसरी हेरेर तर्सिरहेछन् भनौँ ओहो मेरोमा कल आयो गाइज ल मेरो फ्यामिलीले गर्नुभयो ग्रुप कल त्यही पनि ल सबैलाई माया छ मेरो तर्फबाट धन्यवाद कहाँ हो हजुरहरू ए अर्काको छोराछोरीहरू कहाँ हो भने अब ब्लगमा आउनु पर्यो जुटै पर्यो गाइज नमस्ते फ्रीमा दिएको होला फ्रीको त लिएर आउँछ फ्रीको कस्तो दिन्छु त म हामी होली खेल्न गएको दङदेमुल होइन हो हामी आउँदै थियौँ बाटोमा दिदीहरू भेटिनु भयो हाम्रो सिस्टर्सहरू कोही सिस्टर कोही डटर के बोल्छ मान्छेले मलाई गाई झोलीमा केही नखाएर आएको अन्त है तर त पागल दिमाग त भइगयो हड्डीरा भएको जिब्रो कहिले चिप्लिन्छ गाइज एडजस्ट गर्नु होला मेरो पुरा लुगा फोहोर भइसक्यो
यहाँ गोजीमा पुरा कलरहरू छ, कलर पनि पुरा लागेको छ, चिसो छ। मेरो हात ठुडेर, मेन कुरा त त्यो हो, मेरो हात ठुडिसक्यो, म बोल्न पनि सकिरहेन, जिब्रो लटपटिरहेछ। है मुना मुना एउटा कुरा आयो क्या था यस्तो गाइज, ये क्या था, पर जो भी था अच्छा था मेरे लिए तो। चिसो छ गाइज, अब रुममा पुग्छौँ हामीहरू। अनि आजको यो भ्लग कति लामो हुन्छ म थाहा छैन, जत्रो भए पनि केही छैन, एडजस्ट गर्नु होला। अब भ्लग बनाउने म तयारका साथ आउँछु, भ्लग जहिले भ्लग बनाउँछु म। कतै बाहिर गएपछि डेली त म गर्न सक्दैन गाइज, त्यस्तो ममा क्षमता पनि छैन, भइले बिस्तारै भयो पनि हो। सो यो भ्लग सायद यति नै म राख्छु होला। उयो जाउँ न, के खानु पऱ्यो नि त। अनि यो जिएसमा आएको छौँ, के लाग्नु पऱ्यो, कति राम्रो रामेनहरू हेर्दैछौँ। यो गोलवाला हो र, लग न दुइटा, लग दुइटा, जुन त्यो भन्छ नि त त्यो लग नि त। त्यो अर्को पनि लग नि त, मिठो छ कि नै? मैले फर्स्ट खाएको ठिकै लाग्यो मलाई चाहिँ, त्यो नत्र त्यो लग्यो अन्त मलाई 135 थियो, त्यसको प्राइस कहाँ गयो? लग नि त, ट्राई हाल्दै हामीले त्यहाँदेखि आफ्नो खानेकुरा पनि ल्याइसक्यौँ। अब यति नै छ हाम्रो आजको भ्लग। सो हामी पछि गएर घरमा गएर खान्छौँ यो बनाएर। आजको लागि यति नै गाइस, थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।